भोलि जुनको 20 तारिक हाम्रो गेममा चाहिँ 8th एनिभर्सरीको इभेन्ट सँगसँगै एनिभर्सरी रिङ भन्ने एउटा पेड इभेन्ट पनि आउनेवाला छ। यसमा तपाईहरुले देख्ने आइटमको कुरा गर्नुपर्दा सुरुमा चाहिँ तपाईहरुले इन्फिनिटी कन्डक्टर भन्ने यो वाला बन्डललाई देख्न सक्नुहुन्छ। बन्डल चाहिँ राम्रै खालको छ। तपाईहरुले अगाडि पछाडी त्यो घुमिराख्ने खालको इफेक्ट पनि पाउन सक्नुहुन्छ। पछाडी त्यो कोट झुन्ड्याको वाला डिजाइन हुन्छ। पहिला पनि यस्तो डिजाइन चाहिँ आइसकेको छ आउन चाहिँ। बन्डलमा त्यो घुमिराख्ने वाला इफेक्ट चाहिँ तपाईहरुले मेडिकिट युज गर्दाखेरि देखिन्छ। त्यसैगरी यहाँबाट पाइने फिमेल वाला बन्डललाई पनि हेर्नु होला। इन्फिनिटी क्याप्टेन भन्ने बन्डल हुन्छ। यसमा पनि तपाईहरुले सिमिलर खालको कलर थीम पाउन सक्नुहुन्छ र इफेक्ट पनि उस्तै हुन्छ र तपाईहरुले इफेक्ट चाहिँ मेडिकिट युज गर्दा नै देखिन्छ। त्यसैगरी अर्को आइटम भनेको चाहिँ इन्फिनिट लुप्स भन्ने यो वाला इमोट हुन्छ। हामीले तिहारमा त्यो झिरझिरे घुमाको जस्तो घुमाघुमाइ गर्छ र तपाईहरुले नरोकेसम्म देखाएको देखाइ गर्छ। त्यसैगरी लास्ट वाला आइटम भनेको चाहिँ यो सर्फबोर्डको स्क्रिन हुन्छ। 8 लेखेको हुन्छ र वरिपरि त्यहाँनेरि इफेक्ट पनि हुन्छ। र अब ब्यानरको कुरा गर्ने हो भने चाहिँ तपाईहरुले यसमा फर्स्ट स्पिनमा चाहिँ 80% अफ पाउन सक्नुहुन्छ। तपाईहरुलाई चाहिँ यहाँ मध्येको कुन आइटम ठीक लाग्यो र यसको लागि स्पिन गर्नुहुन्छ कि हुँदैन तल कमेन्ट सेक्सनमा भन्नु होला र यस्तै अपडेट्सको लागि हामीलाई फलो गर्नु होला।